हो। तर यो जित्नेहरू नि फेरि हार्न लागे, हारेर भाग्नेहरू बार जेन बचाउनेहरू चम्किरहेका छन्। देख्नु भएन अहिले एमाले चम्केको? पूर्व प्रधानमन्त्री ओलीको अभिव्यक्ति त सुन्नुभयो होला अस्ति गुन्डुको। त्यो उहाँहरूको यो त तपाईँको कसरी चाहिँ मान्यता हुनुभयो, कसरी प्रधानमन्त्री हुनुभयो, त्यो कुर्सीमा बसिसकेको मान्छे पूर्व प्रधानमन्त्री भन्ने एउटा नैतिक बोध हुन्छ, दायित्व हुन्छ होइन, एउटा राजकाज चलाउने के एउटा राज्यको कार्यकारी प्रमुख हो। हिजो तपाईँको राजाले ६२-६३को आन्दोलन पश्चात यिनीहरूले धोका त्यो आन्दोलन के थियो, माओवादी र राज्य पक्ष बिचमा चाहिँ त्यो माओवादीले जितेको अवस्था पनि होइन, राजाले जितेको अवस्था पनि राज्यले जितेको अवस्था हारेर भएको होइन भन्दै हुनुहुन्छ त। फेरि यहीँनिर फरक छुट्याउँदै थियो कि राजा र यी चाहिँ यी टपटुइयाहरू बिचमा कति फरक हुँदो रहेछ भन्ने कुरा के हामीले देख्न सकिन्छ नि। ६२-६३को आन्दोलन पछाडि राज संस्था, त्यति बेला राजाको शासन भनौँ न, राज संस्था र चाहिँ यी 7 दल माओवादीसँग चाहिँ एउटा जेन्टलमेन एग्रिमेन्ट भएर सम्झौतामा आन्दोलन टुङ्गियो हो। त्यो सम्झौतामा टुङ्गिएको आन्दोलनमा राज संस्था फाल्ने भन्ने कुरा काहीँ पनि थिएन। यिनले धोका गरेर राजालाई धोका दिए, तर पनि जनताको नासो धोकै भए पनि सही छ, जनतालाई ठिक हुन्छ, तिमीले राम्रो गर्छौ भनेर त्यति शालीनतापूर्वक राजाले आज कति वर्ष भयो भन्नुहोस् त, 17 वर्षसम्म केही कुरा तपाईँको मौखिक रूपमा, मुख पनि सबैभन्दा जोगाउनु पर्ने कुरा नै मुख हो नि। तपाईँको चाहिँ बाणी हो, तपाईँले कसरी प्रस्तुत हुनुहुन्छ, तपाईँको बोलीमा कति भनौँ न, तपाईँको बोल्ने शैली, तपाईँको सभ्यता, तपाईँको धैर्यता, तपाईँको राज्य सञ्चालन गर्ने कुरा हो, सवाल हो नि त यता हो। र ज्ञानेन्द्र राजालाई हामी आज पनि देख्न सक्छौँ हो, जनता आफ्नो घरमा बस्नु भएको छ, जनता बिचमा जानु भएको छ, देशको विषयमा एउटा नागरिकको रूपमा, पूर्व राजाको रूपमा, या म त राजै मान्छु होइन, कतिको नजरमा पूर्व राजा भनौँ। अब पूर्व राजाले चाहिँ आफ्नो दैनिक उसमा कति शालीन भाषाले हिसाबले बस्नु भएको छ नि। केपी ओलीलाई 2-4 दिन सत्ताभन्दा बाहिर हुँदा हो, अब उहाँले चाहिँ उहाँको आफ्नै अकर्मण्यता, उहाँ त हारेको होइन रे, उहाँ त हार्नु भएको छैन रे। अरे बाबा, नहारेको भए के गरे त नि, किन भाग्या? नहारे भए त्यहीँबाट स्टेटमेन्ट दिएर स्ट्यान्ड लिनु सक्नु पर्थ्यो नि त। उहाँलाई बालुवाटारबाट को चाहिँ भाग्नु कसले भने हो र? होइन, अस्ति चाहिँ 5 मिनट अघि नभएको भए मार्ने रहेछन् भन्थे, फेरि यतिखेर त अजङ्गको एउटा शेर बाघ जस्तो उदायो नि त। देख्नु भएन आन्दोलनको आधी बेरी ल्याउने यो सरकारलाई त कचाक कुचुक बनाउने एउटा उहाँ जति बरबर आए पनि उहाँले बरबर आउने उहाँका उखान टुक्का यी सबै कुराको उपादेयता सकिसक्यो। उहाँबाट यो देश चल्दैन भन्ने कुरा त प्रमाणितै भइसक्यो। म अझै भाग्छु सुशीला कार्कीको सरकारदेखि भन्ने कुरा छ। यो खै अब कसरी भनौँ, उहाँको विषयमा त जति निन्दा गरे पनि कमै हुन्छ जस्तो लाग्छ क्या केपी ओलीको विषयमा, किनकि उहाँको अहमता, विशेष गरी अहिलेको सिनारियोमा राज संस्था, राजा, त्यो राज संस्था पुनर्स्थापना अब वैकल्पिक पाटो होला, बिस्तारै त्यो आउने जाने होला।